सर के भइरहेछ ऐसोलु खाँदैछौँ सर। हजुर ऐसोलु खाने काम भइरहेछ। ऐसोलु खाने काम भइरहेछ ए मजाले फलेको बबाल रहेछ फल्या हेर्नुस्। बबाल पाकेको रहेछ हैन बबाल। बिहान बिहान मर्निङ वकमा ऐसोलु पानी परेको बेलामा यो त यति मजाले पाकेको छ हेर्नुस्। पाकेछ खाने काम भइरहेछ। ऐसोलु पाकेको तपाईहरु पनि खाने भए आउनुस् है। ल ल ल ल ओके के हुँदैछ भन्नुस्। बिहान बिहान अब ऐसोलु खानु पर्यो सर हजुर बन्दीपुरमा आएको अनि बिहान मर्निङ वक हिँडेको बिहान बिहानै आज 6 बजे हजुर अनि ट्याक्क लाडे बाटोमा ऐसोलु भेट्यो हजुर। अनि यस्तो मिठो ऐसोलु भेटेछ कसले छोड्छ भन्नु त सर हो नि अनि यस्तो मिठो ऐसोलु अरे भेटेछ वाह नि अर्गानिक नेचुरल नेचुरल यस्तो फलेछ यस्तो मिठो छ सो यो सिजनेबल फ्रुट हो हैन एकदम अनि यस्तो मिठो भेटे चाहिँ कसले छोड्छ त कसलाई खानु पर्यो नि सर एकदम। सो ऐसोलु खान जाने बन्दीपुर आउनुहोस् है हस् बन्दीपुर गाइस यो ऐसोलु कसम यस्तो पाकेछ यति धेरै पाकेछ तर अलिकति अप्ठ्यारोमा छ रुख भिट्टोमा छ भरेर खानु पर्छ। अलि यस्तो मजाले पाकेछ ऐसोलु सो यसलाई पनि टिप्नेको लागि जुगाड लाउनु पर्छ